चाहिँ म यसो छुट्टी भएको टाइममा चाहिँ यो यसो याकितोरी खान जाउँ कि भनेर चाहिँ लागिरहेको छु होइन। अब म चाहिँ जाँदैछु, भर्खर निक्लेँ, काम भर्खरै सक्यो, तर आज फुर्सदको दिन होइन, एकदम मौसम राम्रो भएको थियो। त्यसका बाद ट्याक्कसँग चाहिँ मौसम राम्रो भएको कारणले चाहिँ म चाहिँ आज जाँदैछु याकितोरी खाउँ कि भन्ने हिसाबले चाहिँ होइन। बाहिरको खाना नखाएको धेरै भयो, त्यही भएर चाहिँ नि निक्लिन खोज्दैछु। यतातिरको साइड भ्यूहरू पनि अब राम्रै छ, मौसम चिसो भयो, भिडभाड पनि राम्रै देख्न सक्नुहुन्छ है। भिडभाडहरू राम्रो भइरहेछ। अब भर्खर साकुरा चाहिँ फुलेर भर्खरै चाहिँ ऊ भइरहेछ होइन। मलाई देखाउनुभन्दा नि यता भ्युजहरूमा अलिकति बढी फोकस गरिरहेको छु। म जाँदैछु नजिकको स्टेसन, जुन चाहिँ युमोतो स्टेसन हो। अब भिडभाड पनि छ अहिले होइन, देख्नु चाहिँ साइडमा कस्तो राम्रो होटल छ होइन। यसका बाद यो होटलमा बस्नलाई त मेरो चाहिँ नि घरबारी बेच्नुपर्छ होइन, घरबारी बेचेर नि पुग्दैन। त्यस देख्नु गयो ए होटलहरू यस्तो यस्तो राम्रो राम्रो छन्। सो अब नेपालमा चाहिँ नि यति राम्रो रोड यस्तो विकास चाहिँ छैन, देखिँदैन होइन। त्यसका बाजे शेरबहादुर देउवाले बेचेर खाइगयो नि। अनि यो बाबा के भन्छ यो भाइ फ्रालाई बेचेर खाएको छ र फ्रालाई के कुरा अब छिया भनेर भन्लान् बुढाले सुन्यो भने फेरि साथीहरू। मेरो अनुहार चाहिँ मैले कम देखाइरहेको छु होइन, यता भ्युजहरूमा अलिकति फोकस गरिरहेको छु। बिचमा एउटा खोला पनि छ, सुन्दर बगिरहेको खोला, हेर्नुहोस् यो जापानको खोला। देखिए भाइ लोग, ये जापान का ये रिभर है। देखो यता माथिको भ्युज हेर्न सक्नुहुन्छ। चाहिँ अगाडि एकदमै खतरा 5 स्टार होटल पनि छ होइन। टुरिस्टहरू आउने क्रम जारी नै छ। त्यहाँबाट बस लागिरहेछ, त्यसका बाजे बुटङ टङ टङ लाएर सुपर रेस्टुरेन्ट आउनु है साथी, आउनुहोस् है भनेर जाउँ है। भाले गाडी हो भने त नेपालमा भए होइन, अहिले त्यस्तो छैन कि। अब यहाँ मौसम सफा छ, ट्याक्सीसँग चाहिँ नि अब ट्याक्सीहरू यहाँ लागिरहेछन्। म जाँदैछु बजारको पनि अब यसो भ्यूहरू चाहिँ म देखाउँछु। म स्टेसन नजिकै आइपुगेको छु। अब स्टेसन खासै टाढा छैन। माले आइज भाइ रोकाइ बजा, त्यसका बजा हान्नेर पनि डर लाग्छ फेरि मलाई बेला बेलामा होइन। अब हान्दियो भने त के अनि यार पुग्लुका गइयो भने त गइयो हरिया बुट्टा देख्नु परेन ए बाबा भन्छ साथीहरू। अब बजार खुलिरहेछ। अब यो 8-9 बजे चाहिँ बन्द हुन्छ होला यो बजार होइन। हेर्नुहोस् यतापट्टि साइडमा बजार छ, यो बिचमा रोड छ होइन। मजाले चाहिँ नि अब घाम लागिरहेको थियो, त्यसबाट अहिले जाडो भइरहेको छ साथीहरू। के गर्नु, जाडो छ, बुढी छैन साथीहरू भनेर भन्थेँ। त्यस्तै यसो वाइड एङ्गल पनि राम्रै छ यसको। यहाँ होजमाबाट चाहिँ मैले उ गरिरहेको छु, भ्लग गरिरहेको छु। माले आइज भाइ, कता कता जान्छ त्यसका बाजे। माले त्यसका बाजे पटक्कै ल्याएर चाहिँ नि दाम्नु मान्दै भन्दै शेरबहादुर देव आइज केपी ओली भाइ बाख्रे गगन थापा भन्थ्यो कसले त्यसका बाजे। म जाँदैछु अब नजिकै स्टेसन छ साथीहरू। यतापट्टि पनि भ्युज देखाइदिन्छु म साथीहरूलाई। यसो यता पनि देखाउनु पऱ्यो नि त होइन, चारैतिरबाट। ए जापानको गाउँ हो साथी, हो हुम्ला जुम्ला जस्तै हो, तर कहाँ हुम्ला जुम्ला भनेको त कहाँ हो त्यसका बारे। अब यहाँ चाहिँ नि यस्तै विकास छ, बालिन्दालाई चाहिँ भनेर यस्तै विकास गर्न लाउनुपर्छ है केटाहरू हामी होइन। त्यसो भने त नेपालमा बस्ने आनन्दले अनि कहिलेकाहीँ हामी घुम्न जाने, नेपाली पासपोर्ट बोकेर चाहिँ दुबई जाने, मासाल्ला खख्खल्ला गर्दै स्वागत गर्छ हामीलाई। अब जापानमा आयो भने पनि हामी रातो पासपोर्ट बोकेर आउनु पाए पो हुन्थ्यो। त्यसका बाद चाहिँ कुल्ली भइया छ, कुल्ली साथीहरू जापानमा नआऊ है केटाहरू भाँडा दस्काउन। त्यो पसलको नजारा पनि अलिकति देखाइदिउँ। हिंदी पर ब्लॉग बन पड़े हो। देखिए भाई ये गांव का एक जापान का गांव है
एक बहुत सुंदर बढ़िया है, अच्छा है, खूबसूरत है। देखो भाई क्या है ना बात, नेपाल और इंडिया में तो कचरा बहुत होता है ना रोड में। अभी तो फ़िलहाल नहीं है नेपाल में, लेकिन अभी तो साफ है। लेकिन 5 साल पहले बहुत था। वो बंचरे डाँडा में बहुत मच्छर उत्पादन हो रहे थे, अभी तो नहीं है फिलहाल। त्यसका बाजे बेला बेलामा इन्डियनले नि हेरौँ न भनेर दिएको, नेपाली हो नि त। यहाँ माथि उक्लिँदैछु स्टेसन माथि साथीहरू। त्यसका बाजे बुटुङ टुङ 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 लाटा बान्देको स्टाइलमा त्यसका बाजे साथै छु है। अन्डरग्राउन्डबाट माथि आउँदैछु म। यहाँ ट्रेन लागिरहेछ साथीहरू। यहाँबाट चाहिँ नि माथि रातो ट्रेन, मतलब यो स्विजरल्यान्ड जस्तै जस्तै ठाउँ छ क्या। माथि पहाडको माथि माथि ट्रेन जान्छ। त्यसको बाद चाहिँ त्यता यो स्टेसन भइगयो, यो पोखरा स्टेसन साथीहरू। गुल्मीको तम्घास स्टेसन। त्यसका बाद चाहिँ कहिले बनियो त त्यस्तो? कहिले फलफल के फलफल के चाहियो होला ट्रेन भन्छन्। सेरेबा कट्टु छेरेबा ए दम्मा दम मान्छेहरूको भिड भयो। भर्खर ट्रेन आएको थियो। ट्रेन आइसकेपछि चाहिँ यहाँ मान्छेहरू हतार हतारी भतेर खानलाई गइरहेछन्। कहाँ भतेर खान गएका हुन्? या बाबा है साथीहरू, म चाहिँ नि यहाँ टिकट काट्छु है। टिकट कौन चीज़ हुआ? अच्छा कुछ से टिकट टिकट काट्छ है साथीहरू। So where are we going? We want to go to the Thai food. So where are we now? There. Yeah. Very nice. ただいま発見中です。ありがとうございます。お釣り切符をお送りください。 टिकट पनि काटिसकेको छु। त्यसका बाद यहाँबाट जाने खट्टा गरेर ट्रेन हाल्ने मच्छर। या बाबा यार पुरा रुस यार पुरा दिएको का Ai mua trái trên đèo.